सम्पूर्णमा नमस्कार तथा शुभ बिहानी। आजको यात्रा विशेष छ है। 60 करोड हाराहारी मानिसहरूले हालै भ्रमण गरेको महाकुम्भ मेला जाँदैछौँ हामी। गङ्गा, यमुना र सरस्वतीको सङ्गम प्रयागराज हाम्रो गन्तव्य रहेको छ। यति बेला म अटो चढेर घरबाट निस्किसकेको छु। मनमा धेरै हर्ष उमङ्गका साथ यात्रालाई अगाडि बढाइरहेको छु। साह्रै खुसी छु। म अहिले सुर्खेत बस पार्क नजिक जाँदैछु। फाइनल्ली म अहिले बस पार्क नजिक आइसकेको छु। भिडियो जस्ताको तस्तै राख्नेछौँ हामी। यहाँ हुनुहुन्छ ससुराली तर्फबाट बुढी हजुरआमा हुनुहुन्छ। यहाँ चाहिँ दिदी हुनुहुन्छ। उहाँ चाहिँ मेरो सासु आन्टी हुनुहुन्छ। कहाँ जाने भन्दै नि त? छोरी खोज्नु। ए अर्को छोरी खोज्नु। कोलाई? मलाई हँसाउनुहुन्छ। अब जे जस्तो भए पनि यात्रा जारी छ। हामी अब हर्रेदेखि बबै आइसकेका छौँ, जहाँ गाडीहरू रोकिने, खाजा खाने, माछा खाने, खाना खाने गरिन्छ। सो हामी पनि खाजा खानलाई रोकिएका छौँ। सो उहाँहरू खाजा खाँदै हुनुहुन्छ। मैले पनि केही खाजा खाएर यात्राको लागि निस्किसकेँ। अहिले हामी चिसापानी नजिक आइपुगेका छौँ। कोलपुरको आज वन खुलेको रहेछ। यति बेला कोलपुर चौराया नियमित यात्रा जारी छ। अहिले हामी नेपालगञ्ज आइसकेका छौँ। नेपालगञ्जका विभिन्न चोकहरूलाई पार गर्दै हाम्रो गाडी अब रुपडिया नजिक पुग्दैछ, जहाँ हामीले टाढैबाट बोर्डरहरूलाई देख्न पनि सक्छौँ। फाइनल्ली हामीले सामानहरू गाडीबाट उतार्दैछौँ। ल आउनु आउनु। रातो स्वेटरमा भित्र बसिराख्नु भएको मेरो सासूआमा हुनुहुन्छ। राम्रो यात्राको लागि ड्राइभरलाई धन्यवाद दिँदै हामी आफ्नो यात्रा अगाडि बढ्दैछौँ। आफ्नो आइडीहरू तयार पारेर हामी उहाँ चाहिँ मेरो ससुरा अङ्कल हुनुहुन्छ, चाहिँ मेरो साली। उहाँको परिचय त पहिले दिइसकेको छु। साडु भाइ र छोरी आउनुभएको दिदी र भदाई। मेरो सासु आन्टी हुनुहुन्छ। नमस्कार गर्दै गर्नुभएको साडु भाइको मम्मी र उहाँ चाहिँ गाउँको छिमेकी हुनुहुन्छ। सो सम्पूर्ण महाकुम्भ जाँदैछन्। यो भिडियो सुटे बनाउनु अगाडि नबनाउनु। नहीं ल अगाडि अलिकति छ। 1000 को 25 रुपियाँ। बोर्डर साइडमा भिडियो नबनाउने सल्लाह सहित त्यहाँबाट ट्याक्सी स्टेसनतिर लाग्यो। एउटा यो गाडी, अर्को गाडी कुन हो? यो उतापट्टिको पुऱ्याएर ल्याउने 13,000 मा बुक गरी के भन्छ नलाई बस पार्क ट्याक्सी पार्क। तो यहाँ से सवारी कहूँ चली गई कि हम कहूँ चले गए। चलो चलो चलो। रिजर्भ गाडी एउटाको 13,000 8 घण्टामा। हामी पेट्रोल हालेर लाग्दैछौँ। यति बेला हामीले दुईटा गाडीलाई 7,000 को तेल पनि हालिसकेका छौँ। अबको केही छिनमै हामी निस्किँदैछौँ। वाह सुन्दर, हेर्नुहोस् त यो लाइट ट्याक्कै इन्डियाको झन्डा जस्तै।
यिनै लाइटहरूलाई हेर्दै गाडीभित्र रमाउँदै अब भोक लागेको छ। सायद अब हामी के खाजा खानुपर्छ। ल निस्कियो चलो 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 रोटी खाओगे भाइ साहब? खानालाई ढाबा खानालाई त यो सब भात खानालाई ल स्पेसल मेनुमा के छ? सो हामीले देशी विदेशी दुवै किसिमको आइटम पाइँदो रहेछ। हामीले देशी आइटम रोटी तरकारी खाएर 200 तिरेर हामी निस्किहाल्यौँ। हतार छ नि। सुत्नेवाला गाडी यति बेला मध्यरात भइरहेको छ। गाडीहरूका घुइँचोहरू देख्न सुरु गर्छौँ। अब हामी नजिक छौँ सायद। अबको केही छिनमै हामी ट्याक्सी पार्क गर्ने एरियातिर पुग्छौँ होला। केही छिनको बसाइ पछाडि उज्यालो भएको छ। हामीले बाइकमा 200 एड गर्नुपर्नेछ प्रत्येक व्यक्तिको। टाढ हुने त होला पैसा सकिँदैछ। इन्डियामा पुरै गाह्रो छ। मानेन यस्तो बाइक छ भुलन्तर बाइक मोटरवाला बाइक याद हुनेछ हामीलाई। हालत छ हालत देखिए गौ माता पैसा भ्याइयो गाडी चाहिँ भारू दिएर गरेर फिर्ता पाएका छौँ हामीले। थ्याङ्क यू। सो फाइनल्ली अब हामी यात्रामा 5 किलोमिटर नै आइपुग्छौँ। बल्ल हेर्नु लाग्छ। गुलाबी गोपी त आफ्नै नै गोपी सबै मैले ब्यागै बोकेर पढाइ गर्छु गाडी भगवान राम श्याम बाजे अरे महात्मा गांधी यहाँबाट पारियो भित्र बिस्तारै बिस्तारै नै हामी बाटामा बस्छौँ। त्यसै तपाईँहरू बाटामा हेर्नु होला। हामी यता बायाँ साइड होइन लेफ्ट साइड लेफ्ट साइड दो बैठे दो में एक तो जाना है ना वो साथ में। अनि दोनों को 100 के थे। नहीं 100 दे नहीं पाएगा। हम तो कम पैसा मांगते हैं। दोनों का 100 दोनों का सर 200 रुपये। सामान पकड़ा दो यहाँ नहीं नंबर बॉक्स में पछा वहीं पे नाक बाकी यही रोड यही जाती है। वहीं पे आप खड़े रहिएगा। बस्नु त बस्नु 100 बनाए 200 बनाए 200 यो छ एउटा फेरि हिँड्दै मार हुँ गरेर
कहाँ गए टोलीहरू यार बोर कितना लाग्यो छुट्टी गए यार अरे हमारे लोग अंदर ले गए यार खड़ा कर रखे हैं आप लोग। फर्किने चल चल आगे बढ़ते रहिए, इधर से बाइक नहीं लाओ है, आगे से बाएं साइड को उतारिए, पीछे वाला। भटक जाओगे अरे अब भटकते भटकते शॉर्टकट किधर से शॉर्टकट वो रास्ता किधर का है ये रास्ता किधर का है फिर लो बंद भइगयो के हो गल्ली के हो कसको घरमा हो कि जानु लाग्यो के हो ओ यस्तो रहेछ यस्तोबाट छिरेर पल्टी हान्न लाग्छ कता जाने हो यही बाटो त हो यहाँ आउने। यही बाटो पुलिसले रोकेर हो कि नै फेरि अटोमा बस्ने त हाम्रो टिम पनि उल्का गर्ने भयो मुझे हो तो नक्सवाल अरे तिम्रो जोस पनि मान्न पर्छ यार होइन म एक्लै आएँ म त हिँडिदिन्थेँ भन्नु वो भैया फिर ऑटो वाला गल्लीबाट खास आउनु मान्छे एउटा पहिरन गर्ने के छ त धोती जस्तो लैजानु यात्रा घडीको यात्रा आइसक्यो राधे राधे भोलेनाथ हामी अभी स्नान नहीं किए हैं इसलिए अबे स्नान तो करना चाहिए ना पहले स्नान भी जब ही लगता है पहले जब मन चंगा होता है पहले स्नान स्नान नहीं होता स्नान हाँ पहले मन चंगा जब भी होती गंगा नहीं तो गंगे में भी गंगा है देख के चले एक सिक्का तेरे ये नेपाल का नोट है ये आपके लिए हाँ एक अपना मनी पैसा टच कर लो हमें नहीं चाहिए एक अपना पैसा टच करके रखो नहीं एक अपना पैसा छू के अपने पास ऐसे नहीं जाना साथी ला। साथी ले जो अबे राधे राधे हाम्रो छुट्ला नि फेरि हेर्दा भनेपछि यहाँ विभिन्न किसिमका हामीहरूले
क्या चीज है भाई साहब ये? एक कन मुंह बोले भाई राम जी का प्रसाद है जो राम ये राम जी का प्रसाद। कोही छुट्यो भने चाहिँ सब यही गेटमा आएर बस्नु। अब यो भिडभाड छ। यो गेटबाट भित्र आइसकेका छौँ हामी। अब केही छिनमा हामी स्नान गरिसकेपछि यो सम्पूर्ण कष्टहरूलाई त्यागेर बल्ल ऊ यस्तो जवान हुनुहुन्छ भन्नु चाहिँ मलाई चस्मा लगाइसकेपछि थाहा हो। गंगा घाट है, दोनों एक ही चीज है, जहाँ जाना होगा वहाँ जाओ चाहे यहाँ। इस तरफ चलो, इस तरफ। यहाँ क्यामराम्यान छन्, पुरा क्यामेरा खिचिरहेको हेलिकप्टर माग थाहा पाउन हेलिकप्टर पटा घुमिरहेको छ फुल बसाउनलाई। सङ्गम द्वारमा आइसकेका छौँ। संगम द्वार आ गया आप। ल मोदीको मुन्डी हामी अब स्नान गर्ने ठाउँको नजिक आइसक्यौँ। अब 1 मिनट बाँकी हो। कहाँको पऱ्यो हेलिकप्टर? ल 1 राउन्डमा घुम हराइयो क्या तिनीहरू? हराइगे ल साँच्चीकै 1 राउन्ड लगाइदिएको हराइगे कसम से। ओहो यत्रो भिडमा भेटिने त चान्सै छैन। कहाँ गयो भनेको ल पर्खिनु त पर्छ। भन्न त भन्थे कि महाकुम्भमा मान्छेहरू हराउँछन् अरे, भेटिन्छन् होला पनि त्यो त भनेनन् के हो। तैपनि आशा छ। म अब नुहाउनुपर्छ। सो पुलिसलाई यो हेर्नु सामान भनेर लाग्नु पर्यो। यहाँ सामान राखेर जाँदैछु म। दिवानजी हुनुहुन्छ हाम्रो। जाए कि नहीं जाए? नहीं ले जाएंगे कोई तो। यहाँ दिवानजीलाई ब्याग राख्न दिएर मैले डुब्की लगाउनको लागि स्नान गङ्गामा डुब्की लगाएँ है त मैले। प्रत्येक डुब्कीमा आँखा चाहिँ झोलातिर नै थियो मेरो। पकड लेंगे थोड़ा सा। तो फाइनली मार सकिएको छ। ल्याइदिए महाकुम्भको पुरै पहिरन। हर महादेव। भक्तैका गुम हो गए तो क्या हराइदो रहेछ नि। स्टोरीमा ट्विस्ट त तब आयो जब यत्रो मध्ये मै हराइछु। अमरावती का रहने वाला है। आयुष नाम का बच्चा है जो अमरावती का रहने वाला है। सो यो माइकिङ गरे जस्तो म पनि गएर माइकिङ गर्छु। मेरा मान्छेले ओहो साँच्चीकै मैले उहाँहरूलाई भेटेँ।
सो फाइनली हराएर भए पनि भेट भयो यार टोलीहरू त तेरिका राम्रो के भयो उताको जान मान्छेलाई जान निक लाग्छ के यहाँको सुरक्षा कर्मीहरू एकदम कडा छ एकदम दामी रुद्राक्षका हाँगाहरू देख्नु भएको सो हाम्रो भदै बनाउँदो यो मान्दैन नमाने पछाडि काठमा चढ्छु भनेर हैरान गरे त्यो नुहाइ धुवाइ गरेर नेपालबाट भिडियो खिचिदिनुपर्छ भनेर तपाईँ भाग्ने अरे नहराउनु है अब त छोरो छ अघि त झोला थियो मालुम नै उहाँले सोधेको सही रहेछ त्यो हनुमानकै मन्दिर रहेछ तर हामीले हतार हतारमा ठुक्नै पाएनौँ के गर्नु अभी भी 4 दिन आपको यहाँ पर भारी श्रद्धालुओं का जन सैलाब देखने को मिलेगा क्योंकि प्रयागराज की धरती पर यति बेला हाम्रा टिमका मान्छे हामीसँग अर्को गाडीमा आउनुभएको उहाँहरू सबै हराउनु भएको छ खोज्दैछौँ बिहानदेखि न खाना खाइए न केही मान्छेहरू हराइए 10 जना मध्ये 5 जना मात्र छन् जो जो जय हो जय हो जय 2 रुपया नहीं है यार हर हर गंगे मन आएको यहाँ हो यहाँ यहाँ यतिसम्म धौ भइसक्यो मान्छेलाई प्याक के वो अभी अभी हुआ है बाबाजी है यहाँ आएपछि थाहा भयो म्यानेजमेन्ट गर्दा त यस्तो दुःख छ फाइनल्ली हामी बिहान पार्किङ गरेको ठाउँमा आइसकेका छौँ सम्पूर्ण सो हराएका मान्छेहरू पनि आइसकेका छन् ल 2टा गाडी रेडी भइसक्यो सो फर्किसकेका छौँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद यति बेलासम्म यो भिडियो हेरिदिएकोमा जे जस्तो भए पनि कमी कमजोरीहरू सुझाव सल्लाह दिनुहोला भन्दै हाम्रो मिठो याद रहनेछ सबैजनालाई धेरै धेरै धन्यवाद बाँकी अरू भिडियोमा भेट गरौँला धन्यवाद रातिको 1 बजिसकेको सो बोर्डरकाले यहाँभन्दा मात्र जान नदिने भएको कारणले हाम्रो सम्पूर्ण टिम यहीँ यो टिनको छानामा फाइनल्ली बोर्डर पास गरे टोलीहरूले 2 बजे भिडियोमा देखिएन भन्न पाइन्न पछाडि ल आएको अरू हजुरआमाहरू ल फाइनल्ली रुपडियाको बोर्डर क्रस गरेर हामी नेपाल एन्ट्री भयौँ त्यस पछाडि त के नेपाल त हेरिराखेको हुन्छ सबैले त्यहाँ उता रिक्सा लाग्यो नि कि